रेम्बो बच्चाहरु आउ छिटो आउ छिटो 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 रेम्बो बच्चा यता यस्तो बच्चा यहाँ छ ए छिटो 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 आउ के गर्दै रहन्छ हैन म आएर नत्र त भ्याउँथ्यो नि यहाँ आउनै मिल्दैन हिजो पुरा बाटोमा खानु बस बस आउ 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 छिटो आइज छिटो देखो के भयो बस आइज बस ध्यान बाबु ध्यान आउ आउ यहाँ बस बस हाम्रो घरमा पालेको बोका भन्ने त्यही त बगर 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 बस बस ध्यान ध्यान बस बस हो ध्यान बाबु बस हो भिडियो गरेर राखेको त्यो बवाल रहेछ यार आम्मा बच्चाहरू नि पाठा पाठी भन्नाले यसलाई कति पर्छ दिदी यसलाई कति पर्छ होला एउटालाई 15,000 है यो कहाँबाट ल्याउनु भएको केटीलाई चाहिँ 10 रुपैयाँ ए केटालाई यो कहाँबाट ल्याउनु भएको हामीले त कहाँबाट ल्याउनु भएको है त अर्डर गरेर ल्याउनु ए कति वर्ष भयो यो पाल्न आएको 2 वर्ष है भनेपछि वर्षमा 25,000 हाल्यो नि हामीले त वर्षमा यो बिक्री गर्दाखेरि कति आम्दानी जति हुन्छ होला यसको आम्दानी त अब 2 पटक सुत्केरी भयो यो हजुर 2 पटकमा एक पटक मैले एउटा दिदीलाई दिए 64,000 को बेचे हजुर यति उति भन्ने भएन हजुर 6 वटालाई अहिले चाहिँ हजुर 10 वटा छ हजुर 15 र 10 ले बेचिरहेको छु कति हुने हो ए ठिक छ राम्रो गर्नु भएको रहेछ अनि यो जो ठुलो कुकुर छ नि यो कति वर्ष जति पाल्नु भयो होला यो ठुलो कुकुर चाहिँ 2 वर्ष भयो 2 वर्ष भयो हामीले 28 दिनको बच्चा ल्याएको 28 दिनको बच्चा चाहिँ अहिले हुर्काउन एकदम गाह्रो भयो अहिले त सजिलो हुन्छ यसलाई अब बिक्री हुन्छ त यो लिन खोज्ने के गर्छ मान्छेहरूले कसरी यसलाई प्रचार गर्नु भएको छ तपाईँहरूले प्रचारै गरेको छैन मैले त प्रचार गर्नु भएको कतै फेसबुकतिर होइन कतै युट्युबतिर यसो हालेर हालेकै छैन छैन है नै ए कतै पनि हालेको छैन अब हाल्ने त कुरा हो फेरि डाक्टरले बेच्नुहुन्छ क्या यो ए डाक्टरको डाक्टर भन्ने को डाक्टर हजुर यसकै डाक्टर हुनुहुन्छ एउटा कुकुरको मूल्य चाहिँ त्यो 50 के अरे 15,000 भयो होइन मैले चाहिँ आफैले उत्पादन गरेँ नत्र 25,000 30,000 ले बेच्छ नि यसले चाहिँ ए 30,000 ले म आफैले उत्पादन जर्मनी कुकुर होइन यो जर्मनी जर्मनी सफा ल कुकुर हेर्न पाइयो दिदी धन्यवाद है ल